कन्सिस्टेन्सी बोरिङ हुन्छ तर रिजल्ट पावरफुल हुन्छ। हेलो एभ्रिवान, हजुरहरूलाई स्वागत छ मेरो 75 पार्ट च्यालेन्जको डे 36 मा। हनेस्टली भनौँ भने यो च्यालेन्ज सजिलो छैन। दिनमा 2 वटा वर्कआउट, एउटा इनसाइड एउटा आउटसाइड, 3.8 लिटर वाटर, क्लिन डाइट, नो चिट मिल्स, 10 पेज रिडिङ बुक अनि डेली प्रोसेस फोटो। आजको भगवत गीताको ज्ञान चाहिँ जो अन्तिम समयसम्म पनि मलाई स्मरण गर्दै शरीर त्याग्दछ म उसँग एक रूप हुन्छु, यसमा कुनै शङ्का छैन, भगवानले भन्नुभएको छ। आजको ज्ञान यही हो। सो गाइस, म चाहिँ इन्डोर वर्कआउटको लागि निस्केको 45 मिनटको वाक गर्नको लागि। यो चाहिँ इभिनिङको 5:15 भइरहेको छ। सो गाइस, आज चाहिँ मलाई सन्चै छैन, म चाहिँ रेस्ट गरेर अनि अहिले हिँड्दैछु। सो साथीहरू, आफूले लिइसकेको च्यालेन्ज चाहिँ जसरी भए पनि पुरा गर्नुपर्छ। अल्छी गऱ्यो भने हामी कहिले अगाडि बढ्न सक्दैनछौँ। अल्छी नलाग्ने मान्छे कोही हुँदैन यो संसारमा। झन् मोबाइल झन् यति चलाउनु मन लाग्छ नि, म आफै हो। इभिनिङको भ्यू चाहिँ यस्तो छ। हजुरहरू पनि आफ्नो लाइफमा डिसिप्लिन बिल्ड गर्न चाहनुहुन्छ भने स्टार्ट स्मल बट स्टार्ट टुडे। All my process are done. Thank you for watching, guys.